एलपिजी को यदि सब्सिडी चेक गर्न छ भने तपाईँले घर बसी बसी मोबाइलबाट पनि चेक गर्न सक्नुहुन्छ, ल्यापटपबाट पनि गर्न सक्नुहुन्छ है। कुनै पनि एलपिजी यानि कि तपाईँको भारत होस्, एचपी होस् या इन्डियन होस्, घर बसी बसी चेक गर्न सक्नुहुन्छ। अलिकति मोबाइलबाट चेक गर्दा चाहिँ अलिकति तपाईँको स्ट्याटस मात्रै आउँदैन, स्ट्याटस जो सब्सिडी स्ट्याटस तपाईँको होल्ड छ कि स्टार्ट छ त्यो मात्रै देख्दैन, बाँकी तपाईँको सबै देख्छ है। तर प्रोसेस चाहिँ तपाईँले मोबाइलबाट पनि त्यही प्रोसेसले हेर्न सक्नुहुन्छ, ल्यापटपबाट पनि त्यही प्रोसेसले हेर्न सक्नुहुन्छ। त्यसैले म तपाईँलाई डल्लै देखाउनको लागि चाहिँ ल्यापटपबाट गरेर देखाउँदैछु र प्लस लास्टमा चाहिँ तपाईँहरूलाई मोबाइलबाट गर्दाखेरि सेम प्रोसिजर हो, मोबाइलबाट गर्दाखेरि लास्टमा कस्तो देख्छ त्यो पनि म देखाउँदैछु है। त्यसको लागि अब हामी जाउँ गुगलमा। यहाँ गुगलमा टाइप गर्नुहोस् एलपिजी, मैले अलरेडी टाइप गरेको थिएँ त्यसैले यहाँ आइहाल्यो एलपिजी। एलपिजी लेख्ने बित्तिकै तपाईँको यहाँ फर्स्टमै आउँछ माई एलपिजी र यो माई एलपिजीमा क्लिक गर्नुहोस् र माई एलपिजीमा क्लिक गर्ने बित्तिकै यहाँनिर आउँछ हेर्नुहोस् सिलिन्डरको नक्सा हेर्नुहोस् है, भारत ग्यास होइन, यो एचपी ग्यास र इन्डियन ग्यास। तपाईँहरूकोमा कुन चाहिँ ग्यास छ त्यही ग्यासमा क्लिक गरेर सब्सिडी हेर्न सक्नुहुन्छ। इन्डियन छ भने इन्डियनमा क्लिक गर्नुहोस्, एचपी छ भने एचपीमा क्लिक गर्नुहोस्, भारत छ भने भारतमा क्लिक गर्नुहोस्। मेरोमा चाहिँ इन्डियन छ त्यसैले म इन्डियनमा क्लिक गर्दैछु र यो इन्डियनमा क्लिक गर्नुहोस्। र इन्डियनमा क्लिक गर्ने बित्तिकै यसरी आउँछ माई इन्डियन .in है, बुक, रेजिस्टर, गिभ इन्कम, जोइन पहल र गिभ फिडब्याक। र यो गिभ फिडब्याक छ नि त्यसमा क्लिक गर्नुहोस्। गिभ फिडब्याकमा क्लिक गर्ने बित्तिकै यहाँ देख्नुहोस् एलपिजी आयो क्या, यो एलपिजीमा क्लिक गर्नुहोस् र यहाँनिर चाहिँ तपाईँले यहाँ पढ्नुहोस् सेलेक्ट क्याटेगोरी एन्ड सब क्याटेगोरी टु लेट अस हेल्प यु होइन। यहाँ अलिकति तल जानु जहाँ लेखेको छ सब्सिडी रिलेटेड, यो सब्सिडी रिलेटेड देख्नुभयो, यो सब्सिडी रिलेटेडमा क्लिक गर्नुहोस्। सब्सिडी रिलेटेडमा क्लिक गर्ने बित्तिकै यहाँ आउँछ सब क्याटेगोरीमा के आउँछ सब्सिडी नट रिसिभ। अब हामीले यो सब्सिडी नट रिसिभमा क्लिक गर्नुपर्छ र यहाँ आउँछ दुईवटा अप्सन है, हेल्प अस टु आइडेन्टिफाई यु। आइडेन्टिफाई गर्नुको लागि तपाईँले आफ्नो यदि जो रेजिस्टर मोबाइल नम्बर छ एलपिजीसँग त्यो हाल्दा पनि हुन्छ, या चाहिँ लु नम्बर छैन तर म आइडी त हुन्छ होइन, एलपिजी ग्यासको कन्ज्युमर आइडी हुन्छ, त्यो कन्ज्युमर आइडी यहाँ हाल्दा पनि हुन्छ। दुईवटामा एउटा गर्नुहोस्, म नम्बर हाल्दैछु र दुईटै अप्सन छ है, त्यसमा मोबाइल नम्बर र एलपिजी आइडी है। त्यसमा चाहिँ मैले मोबाइल नम्बर हालेँ, मेरोमा मोबाइल नम्बर छ त्यसैले एलपिजी आइडी पनि छ तर मैले मोबाइल नम्बरबाट गर्दैछु, मेरो रेजिस्टर छ त्यसैले होइन। छैन भने तपाईँको रेजिस्टर छैन भने यो कन्ज्युमर आइडी हालेर पनि भइहाल्छ है। त्यसपछि अब म सबमिटमा क्लिक गर्नु पऱ्यो। सबमिटमा क्लिक गर्ने बित्तिकै तपाईँको यसरी डिटेल्स सो हुन्छ है, तपाईँको यहाँनिर डिटेल्स सो हुन्छ, त्यो डिटेल्स चाहिँ हेर्नुहोस् होइन तपाईँ हो कि होइन। त्यसपछि यहाँ तल जानुहोस्, यहाँ तल गरेपछि यहाँ हेर्नुहोस्, यहाँ चाहिँ आउँछ एलपिजी सब्सिडी कुन चाहिँ तारिक तपाईँले डेलिभर भएको थियो होइन, यहाँनिर अर्डर नम्बर, यहाँ डल्लै अर्डर डेट कहिले अर्डर गर्नुभएको थियो, क्वान्टिटी कतिवटा थियो, डेलिभरी डेट कहिले डेलिभर भयो र सब्सिडी तपाईँले कुनमा पाउनु भयो। यहाँ हेर्नुहोस् सब्सिडी पाएको सब्सिडीहरू है, यो सब्सिडी छ र क्यास मेमो कति नम्बर मेमो र क्यास डेट, यो कहिले अब यो सब्सिडी कहिले अब यहाँ सब्सिडी कहिले पायो होइन डेट होइन। अब सब्सिडी स्टार्ट यहाँ चाहिँ तपाईँको मोबाइलमा हो भने चाहिँ यो क्यास मेमोसम्म मात्रै देखाउँछ तपाईँको हो, म देखाइदिइहाल्छु तपाईँको यसरी देखाउँछ। तर तपाईँले मोबाइलमा होइन यदि यसरी ल्यापटपमा हेर्नुभयो भने चाहिँ या ल्यापटप या फोन छोडेर तपाईँले डेस्कटपमा हेर्नुभयो भने चाहिँ यसरी देखाउँछ, यो सब्सिडी स्ट्याटस पनि देखाउँछ। तपाईँ मोबाइलबाट पनि तपाईँले सेम टु सेम गर्न सक्नुहुन्छ तर यो क्यास मेमो डेटसम्म मात्रै तपाईँको कति तारिक अब आयो होइन पैसा आयो यहाँसम्म मात्रै चाल पाउनुहुन्छ। अब तपाईँ स्टार्ट छ कि होल्ड छ कोही बेला होइन, सब्सिडी पस्यो कि पसेन, होल्ड छ कि यो सब्सिडी स्ट्याटस चाहिँ तपाईँले चेक गर्नु सक्नु हुँदैन है मोबाइलबाट चाहिँ, त्यही भएर चाहिँ मैले यहाँ डेस्कटपबाट गरेको। अब यो पेज हेर्नुहोस्, यो चाहिँ हो मोबाइलबाट खिचेको, मैले स्क्रिनसट हालेको छु, सबै सेम छ तर यहाँ तलपट्टि जो स्ट्याटसहरू छ त्यो चाहिँ देखाएको छैन। कहाँसम्म मात्रै देखाउँदैछ क्यास मेमोसम्म मात्रै देखाउँदैछ। मोबाइलबाट चाहिँ तपाईँले यति मात्रै हेर्न सक्नुहुन्छ है।
र तपाईँहरूले मोबाइल छ भने मोबाइलबाट एकपल्ट चेक गर्दै यहाँनिर जो कति पैसा छ है, कति पैसा सब्सिडीमा पाउँछ त्यो चाहिँ आरामले हेर्न सक्नुहुन्छ। तपाईँहरू आफ्नो आफ्नो मोबाइलबाट चेक गर्नुहोस् होला।